राखिदिनु भएकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको म अध्यक्ष कृपया अलिकति शान्त हुनुहोला। अलिअलि अब यो कार्यक्रम अन्तिम चरणमा गएको छ। मैले मेरो सानो कुरा धेरै लामो गरेर म बोल्नेवाला छैन। मेरो कविता सङ्ग्रह किताब हजुरहरूको हातमा छ। कविताको शीर्षकबाट नै छ कि मन मल्लिका, मेरो मनमा आएका विचार, उद्वेलित विचारहरू, मेरो मनको आदेशहरू, जे मैले सोचेँ त्यही लेखेर यहाँ समक्ष उपस्थित छु। र मैले सामान्य यो अगाडि कुरा थिएँ जनसम्बोधन आजका यस कार्यक्रमका सभापति महोदय, आजका प्रमुख अतिथिज्यू, महावाणिज्य दूतावासबाट पाल्नुभएका अफिसरज्यू, त्यसपछि आएर यस मञ्चमा आउनुभएका अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय कार्य समितिका अध्यक्षज्यू, अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय कार्य समितिका नवनिर्वाचित उपाध्यक्ष सकुन गेवालीजी र यस अन्तर्राष्ट्रिय कार्य समितिमा निर्वाचित सदस्य महेश्वर पन्त, हरिमाया अधिकारीज्यू, उहाँहरूलाई एकमुष्ट यस नयाँ कार्य समितिमा विजयी हासिल गर्नुभएकोमा धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छु। लाल गोपाल सुवेदीज्यूको अध्यक्षतामा यो नयाँ कार्य समिति बनेको छ र उहाँको कार्यकाल सफल होस् भन्ने म यहीबाटै व्यक्त गर्न चाहन्छु। र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण साहित्यकार, साहित्य प्रेमी, विशेष गरी मेरो आग्रहलाई स्वीकार गर्न यहाँ पाल्नुभएका नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेस प्रतिनिधि सभा उम्मेदवार कैलाली क्षेत्र नम्बर 4 का दाजु आनन्द विष्ट आउनुभएको छ। धेरै खुसी लागेको छ। यहाँहरू जस्ता नेतृत्वले यहाँ हाम्रा कार्यक्रममा आएपछि हामीलाई लेख्ने हौसला मिल्छ। त्यस्तै वेद दाजु यहाँ मैले देखिरहेको छु। यसै गरी विभिन्न तह र तबकामा रहनुभएका सम्पूर्ण साहित्यकार, अनुशासनकार, पूर्व च्याप्टरका अध्यक्षज्यूहरू, केन्द्रीय पदाधिकारीज्यूहरू, साहित्यकारज्यूहरू, म यस जन्मेको थलो प्युठानबाट आउनुभएका, मैले सबैको नाम लिएको छैन है, मेरा दिदी, बहिनी, दाजुभाइ, विशेष गरी मेरो दाइ, ठुलो दाइ आउनु भएको छ। यो एउटा मेरो भाग्य हो। उहाँको सामने मैले एउटा चाहिँ कृति विमोचन गर्ने अवसर पाएँ। उहाँलाई धन्यवाद दिन चाहन्छु। र विशेष गरी 2012 सालमा मनको बहाव भन्ने गीति सङ्ग्रह प्रकाशित भएको थियो। अन्तर्राष्ट्रिय साहित्य समाजले नै गरेको थियो। त्यो गीति सङ्ग्रह प्रकाशन गर्नको लागि पनि अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष, पूर्व अध्यक्ष गीता खत्री दिदी, राम खत्री दाजुको अहम भूमिका थियो। त्यो बेला पनि उहाँले नै नेपालै गएको बेलामा छापेर यहाँ ल्याएर लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र पदम प्रसाद देवकोटा, डाक्टर खयेन्द्र लुइटेल, हाम्रो ज्योति पौडेल दिदी, पुनम काफ्लेज्यू, गीता दिदी लगायत सम्पूर्ण यहाँ सबैले सबै थियौँ। सबै उपस्थित भएर हामीले त्यो कृतिको चाहिँ विमोचन गरेका थियौँ। र यो 12 वर्षपछि फेरि खोलो पनि फर्केर आउँछ भन्थे। अहिले यो 12 वर्षपछि यो खोलो फर्काउने काम पनि गीता दिदी र राम दाजुले नै गर्नुभएको छ। यसको लागि उहाँहरूको संस्था राम गीता वाङ्मय प्रतिष्ठानप्रति म अत्यन्तै आभार व्यक्त गर्न चाहन्छु। र एउटा लेखक कविता लेख्नेमा म आफूलाई कवि भनेर दावेदार गरेको छैन। म एउटा साहित्यको अनुवादी सर्जक हुँ। लेख्न मन पराउँछु। मनका कुराहरू लेख्न मन लाग्छ। हिजो कविता गीतहरू लेखेँ, आज कविताहरू लेखेर यहाँहरू समक्ष आएको छु। कविता जब भन्छ तब त्यो कवितामा निखारता ल्याइन्छ। यस्तो निखारता ल्याइदिनु भयो कि रश्मि दिदी समीक्षकले त्यो कविता मेरो कविता मैले लेखेको हो कि होइन भन्ने म आफै झस्यास भएँ क्या। साँच्चै मैले लेखेको थिएँ त भन्ने। यस्तो मुक्त कण्ठले आफ्नो भावनालाई व्यक्त गरेर समय दिएर उहाँले मेरो कवितालाई यहाँ जुन तरिकाले विवेचना गरिदिनुको लागि समय छुट्याउनु भयो, त्यसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु। र अर्को रह्यो
मनको बह भन्ने गीती सङ्ग्रहबाट वीरेन्द्र वरिष्ठ नाट्य निर्देशक वीरेन्द्र हमाल दाजुले जुन गीतको यहाँ आएर प्रस्तुति नाटक रङ्गमञ्च मार्फतबाट प्रस्तुति दिएर मैले लेखेको त सामान्य तरिकाले मेरो मनको भावना मात्र दिएको तर मैले सरसर्ती त्यो कविता गीत भनेको भए तपाईँहरूको मन त्यो आँसु आँखाबाट आउँदैन थियो होला। त्यो आँसु ल्याउने काम एउटा रङ्गकर्मीले गर्नुभएको छ। त्यसको लागि उहाँको लागि धेरै धेरै उच्चकोटिको म सम्मान गर्न चाहन्छु। अब सम्मान मैले कतिजनालाई व्यक्त गरौँ। अमेरिकाको समय आफ्नो कामलाई छोडेर आफ्नो समयलाई एउटा परवाह नगरेर यहाँसम्म आएर अन्तर्राष्ट्रिय साहित्य समाजले जुन गरेको भानु जयन्ती हो त्यो भानु जयन्तीलाई त्यसमा सुनमा सुगन्ध मेरो कविता विमोचन कार्यक्रम राखिदिएर अब यो कार्यक्रममा उपस्थित हुनुभएको छ सम्पूर्ण मेरा आदरणीय व्यक्तित्व दाजुभाइ दिदीबहिनी सबैलाई हृदयदेखि नै नमन गर्न चाहन्छु। अब रह्यो अर्को कुरा, यी कविताहरू एआई जेनेरेटेड कविता होइनन्, मेरो मनकै कुरा हो। अब जमाना आइसक्यो, कविता पनि एआईबाट, गीत पनि एआईबाट, म्युजिक पनि एआईबाट। अब हाम्रो पन के, म विकास विष्ट भएको के, म जस्तो बोल्छु मेरै पन देखिनु पर्यो। कृत्रिम हिसाबले एआई होइन कि म आफ्नै जैविक जे छ मेरो गुण त्यही निस्किनु पर्यो। नेताहरूले भाषण गर्दा पनि त्यही देखिनु पर्यो, लेख्ने लेखकहरूले नि त्यस्तै तरिकाले लेखिदिनु पर्यो, वास्तविकता जे छ त्यही लेखिदिनु पर्यो। त्यो भएपछि सत्य कुराहरू बाहिर आउँछ। र जे मेरो मन छ मैले भनिहालेँ, म साहित्यकार सर्जक जे भनेर सम्बोधन जसरी गरे पनि मैले मेरो मनमा भएका कुराहरूलाई यहाँहरू समक्ष लिएको हुँ। त्यसको लागि यहाँसम्म आएर पालिदिनु धेरै धेरै धन्यवाद छ। र मैले एउटा भन्नै पर्ने कुरा, म धेरै अब यहाँ आइसकेपछि माइक समाएपछि बोल्नु पर्नै लाग्छ। यो मनमल्लिका कविता सङ्ग्रह नेपालमा दाङमा केएल थिएटरले आयोजना गरेको थियो। केएल थिएटरका चलचित्र विकास बोर्डका पूर्व केन्द्रीय सदस्य केएल बुढाथोकी पदमा भएको थियो। त्यो कार्यक्रममा भाषा आयोगका पूर्व अध्यक्ष साहित्यकार डाक्टर अमर गिरी, पतञ्जलि योग लुम्बिनी प्रदेश अध्यक्ष डाक्टर प्रेम शाह, पत्रकार महासङ्घ केन्द्रीय सदस्य लेखक डाक्टर सबिन प्रियसन, राप्ती साहित्य परिषद दाङका अध्यक्ष एम रेग्मी, नेपाल पत्रकार महासङ्घका सचिव सबिन, लेखक सङ्घ दाङका अध्यक्ष खगराज नेपालले सबैलाई धन्यवाद दिन चाहन्छु। र यो सहजीकरण गरिदिनु हुने इन्जिनियर ऋचा बुढाथोकी हुनुहुन्थ्यो। र सबभन्दा पहिलो कुरो मेरो कान्छी दिदी अम्बिका विष्ट र उहाँलाई म स्मरण गर्न चाहन्छु। म न्युयोर्कको परिवेशन गर्दा सम्पूर्ण दिदीबहिनीहरूको असीम माया र स्नेहले म एउटा सिर्जना गर्न दिल्ली भएको। तपाईँहरूको असीम मायाले नै म लेख्नलाई म अभिप्रेत भएको थिएँ। त्यसै गरी मेरो दिदी अम्बिका विष्ट जो दाङको पद्मोदय हाई स्कुलको शिक्षिका हुनुहुन्छ, उहाँले के भन्नुभयो भनेपछि म यसको किताबहरू बेचेर यो किताबहरू प्रत्येक घर घरमा पुर्याउँछु र प्रत्येक व्यक्तिहरूलाई मैले भाइको सङ्ग्रह के छ म त्यहाँसम्म लगेर म चाहिँ दिन्छु भनेर हाम्रो स्वर्गीय आमाको सम्झनामा आफै झोला पक्नुहुन्छ, किताब लिनुहुन्छ, उता चाहिँ तुलसीपुर पुग्नुहुन्छ, कहिले लमै पुग्नुहुन्छ, कहिले राप्ती पुग्नुहुन्छ, कहिले प्युठान पुग्नुहुन्छ, बेचेर आमाको नाममा आफ्नै स्कुलमा अक्षकोष स्थापना गरिदिने उहाँले उद्देश्य राख्नुभयो र लगभग 500 प्रकाशन भएकोमा 300वटा किताबहरू उहाँले बेचिसक्नुभयो। र मैले के भनेको थिएँ, तपाईँले जति बेच्नुहुन्छ त्यति मैले थप गरेर अनि चाहिँ अक्षकोष बनाएर आमाको नाममा गराउन भनेर त्यो उहाँले सपना यो किताब बेचेर साकार गर्नुभएको छ। त्यसले गर्दाखेरि यो किताब मैले सम्पूर्ण मेरा दिवंगत आमा, बुवा, ठुली आमा, मेरा हजुरबा, हजुरआमा सम्पूर्णप्रति समर्पित भएर लेखेको र यसको लागि अब यो लगभग लास्ट भइसकेको छ। अब यो कविता लेख्ने कुरा र दृष्टिकोण, पाठकको दृष्टिकोण फरक हुनसक्छ। त्यहाँ आफैले यसलाई तपाईँहरूले आफ्नै दृष्टिकोणले गरिदिनु होला। यति भन्दै भिरकुटी तारा उदायन उत्तर चिन भन्ने जुन भन्थे,
मेरो दिदीको पनि विवाह दाङमा भयो। मेरो कवितालाई दाङमा लगाएर भाइका कवितालाई चिनाउनेका मेरो दिदी भिरकुटी अम्बिका विष्ट राउतप्रति म अत्यन्तै आभार व्यक्त गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। हार्दिक नमन।